हेलो 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 सबैलाई स्वागत छ यो रात्रि भ्लगमा। आजको रातको 12 बजिसक्यो। ओहो, बाहिर हेरेको त पुरै नुनै नुन छ त। ओ माई गड, यति सस्तो नुन, सबै नुनको बारिस भइरहेको रहेछ। त्यसमाथि बुढी र मची निस्क्यौँ आजलाई नुन टिप्न। नुनको बचत हुन्छ विथ मैले चाहिँ खाँदै थिएँ बाख्राको खुन। अब चाहिँ हाम्रो नुन टिप्ने सल्लाह भयो। तल हेरेर यसो हेरेको त मेरो जहाजमा त बरु नुनै नुन रहेछ। ओहो, यो नुनले त मलाई सायद 2 वर्षै पुग्छ होला। अलिअलि त सेल पनि गरिदिनु पर्यो, केही भएन। नुनमा राखेँ मैले बाख्राको खुन। नुन खेलाउँदा खेलाउँदै फेरि याद आयो हामीसँग त धोक्रै छैन। यो नुनलाई यति धेरै कहाँ धेरै स्टक गर्ने। बाफ रे बा, आकाशबाट मध्यरातमा नुनको बर्सात भइरहेको। ल ठिक छ भनेर बुढी नुनलाई हेर्न थालिन्, यो कुन चाहिँ नुन रहेछ भनेर। आयोडिन हो कि अर्को नुन हो? ल ठिकै छ। बुढाबुढीको चाहिँ आज हाम्रो दिउँसोभरिको काम होइन, रातभरिको काम चाहिँ भयो नुन टिप्ने। त्यसैमाथि अब यहाँ मात्रै नुन टिपेर हुँदैन, एकछिन उतातिर जाने हो कि नुन कता कता छ। नुन बेचेरै करोडपति हुन्छ होला। बाख्राको खुन पनि खानै पर्छ फेरि। ल है त, तपाईँहरूलाई पनि नुन चाहिएको छ भने चाहिँ सम्पर्क गर्न नबिर्सिनु होला है त। यदि तपाईँहरूलाई नुनको कमी भएको छ भने चाहिँ पक्कै पनि आउनु होला। नुनमा अब यस्तो चटक त देखाउनै पर्यो। फेरि पारा मेरो उस्तै बौला जस्तो चटक हात, हल्का चटक देखाउँदै नुनसँग रमाउँदै। वाओ, यस्तो नुनहरू त एकदमै धेरै मनपर्छ मलाई। अनि यो नुन हो कि सुन हो, लसुन हो, त्यो चाहिँ तपाईँहरू आफै भन्नु होला। मध्यरातको 12-3 बजे यस्तो छ। पुरै नुनले त पुरा ढाकेको रहेछ। फेरि म हल्का बौला पारामा, फेरि आफ्नै पारामा देखाउँदै। फेरि क्यामेराम्यान चाहिँ मेरो बुढी। ओहो, घरको छटछटमा नुन, गार्डन गार्डनमा नुन। यो नुन देखेर त मलाई त ओहो उखुमै याद आयो। फेरि पर पनि एकजनाले नुन सोरिरहेको रहेछ। ल ठिक छ, नुन त सोर्यौ, ठिकै छ, हामी पनि सोर्छौँ भनेर हामी नुनसँगै रमाउँदै बाहिरतिर खेल्न थाल्यौँ। नुनले त पुरै ढाकेको क्या, तपाईँको स्पेसै छैन। अनि तपाईँहरूकोतिर चाहिँ कतिको पर्यो यो सेतो सेतो नुन? जापानमा आएपछि यतिको नुनमा रमाउनु त परिहाल्छ। फेरि मलाई चाहिँ सन्च पनि थिएन, रुगामार्गी लागे पनि नुनसँग रमाउँदै मेरो प्यारीसँग। मेरो प्यारीलाई चाहिँ फेरि मैले नुनले यस्तरी हाने नि, यस्तरी, कुरै छोड्नु के। ओहो, कुरोमै तपाईँहरूले त बिर्सिराख्नु भएको होला। तपाईँले यो भिडियोलाई लाइक, सब्सक्राइब, सेयर त गर्नु बिर्सिनु भएको छैन नि? ल यही फुर्सदमा चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब, सेयर चाहिँ गर्नु नबिर्सिनु होला। फेरि नुन टिप्नलाई हाम्रो छिमेकी दाई, दिदी र नानी पनि आउनुभएछ। ओहो, के अचम्म हो। त्यत्तिकैमा चाहिँ उहाँहरू चाहिँ नुनमाथि एकदमै रमाइराख्नु भएको थियो। म पनि आफ्नै तालमा रमाइरहेको थिएँ। अनि मेरो केस चाहिँ यस्तो राम्रो छ। ओहो, यो केसमा चाहिँ करोडौँ खर्च भइसकेको छ। त्यत्तिकैमा आज मेरो बुढीसँग चाहिँ हल्का रिस उठेको थियो। यही मौका हो, नुनले हानिदिनु पर्यो भनेर आज मैले मेरो बुढीलाई चाहिँ यस्तरी नुनले हाने नि, यस्तरी। रेसिपी पनि यस्तो थियो। आज चाहिँ मैले रेसिपी पोख्नको लागि मैले मेरो बुढीलाई चाहिँ ओहो फक्काइ आज मैले चाहिँ मेरो बदला पुरा गर्न सफल भएँ। अझै हेर्दै जानु, मैले मेरो बुढीलाई उचालेर पछारेर घुमाएर पिनिनिनिनि पारेर नुनमाथि घोप्ट्याएको मेरी बुढी त आहै रिसाएको रिसाइछिन्। मलाई पनि तान्न खोजिन् तर सकिनन्। उसलाई मैले अझै नुनले पुरै नुहाइदिएँ। अनि उसको हालत चाहिँ यस्तो भएको थियो, नुन त्यो हुन्छ नि, नुनले गर्दा नुन नखाएको कुखुरा चाहिँ झोक्रा जस्तै उनी झोक्राउन थालिन्। उसलाई चाहिँ म फकाइरहेको थिएँ, अब मिल्नुपर्छ भनेर, तर ऊ मिल्न मानेको थिइनन्। उसलाई चाहिँ म अझै उता लगेर फेरि एकचोटि नुनमा चौबल्न मन लागेको थियो, तर उनी मसँग फक्किनन्। म उसलाई चाहिँ आऊ यता 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 धेरै नुन छ भनेर बोलाउँदा नि आउन मानेको थिइनन्। र पनि उसलाई फेरि उडेर घुमेर बोकेर ड्याङ पछारिदिएँ। यति भन्दै आजको मिनी ब्लग, रात्रि ब्लगलाई चाहिँ बिदा माग्छु। यति भन्दै बाई बाई सबैजनालाई। सबैजना नुनमा रमाउनु होला सबैजना।